नमस्ते। आज हामी निजी पे र निजी पोस्ट डिभाइस के कसरी चलाउन सकिन्छ त्यसको बारेमा हेर्न खोज्दैछौँ। निजी पे सुरुमा खोल्नु पर्यो। खोलिसकेपछि यो निजी पे डिभाइसेस कनेक्ट गर्नको लागि ब्लुटुथको मार्फत कनेक्ट गर्न यहाँ खिचेर निजी पोस्ट B31 मोडल अनुसारको नाम देखिएको हुन्छ। त्यसमा पेयर गर्ने। पेयर भइसकेपछि माथि हरियो देख्न सकिन्छ। अब पेमेन्टको लागि हामीसँग क्रेडिट पेमेन्ट भन्ने अप्सन छ। क्रेडिट पेमेन्टमा एमाउन्ट राखेर जति एमाउन्ट हो त्यति एमाउन्ट राखेर प्रोसिड टु पे गर्ने। त्यो भइसकेपछि यहाँ मोबाइलमा देखेको क्युआर र यता डिभाइसमा पनि क्युआर देखिन्छ। अब हाम्रो यस निजी पेमा चाहिँ नेपाल पे, फोन पे तथा एकैचोटि मल्टिपल ब्याङ्कहरू पनि सपोर्ट गर्छ। त्यही नेपाल पे भयो नेपाल पे, फोन पे भयो फोन पेमा यसरी स्विच गरेर क्युआरहरू जेनेरेट गर्न मिल्छ। यदि ब्याङ्कहरू भएको भए अझ ब्याङ्कहरूको लिस्ट पनि यता देखिन सकिन्थ्यो। त्यसै गरी अब यो जेनेरेट गर्नको लागि क्यालकुलेटरको फिचर पनि छ। एमाउन्ट कहिले पसलमा हिसाब गर्न पर्दा चाउचाउ 10वटा 20 रुपियाँको त्यो पछि बिस्कुट 10वटा लगाए त्यस्तो टाइपको हिसाब गर्न पर्यो भने जस्तै 10वटा चाउचाउ 20 रुपियाँको प्लस 10वटा बिस्कुट 10 रुपियाँको भनेर यसरी हिसाब गर्नु पऱ्यो भने छुट्टै क्यालकुलेटर चाहिएन। यहीँ हिसाब गर्यो डाइरेक्टली जेनेरेट क्युआर भनेर गरिदिएपछि योबाट पेमेन्ट देखिने भयो यसमा। अनि पे गरेपछि यसले पे सक्सेसवाला पनि इन्फर्मेसनहरू दिइदिन्छ। यो त भयो क्युआर देखाउने क्युआर पेमेन्टको नोटिफिकेसन। त्योभन्दा बाहेक यसमा भएको अरू फिचरहरू भनेको नाइट र डे मोड यो दुइटै अन गर्न मिल्छ। अनि यो क्यालेन्डर कसैलाई नेपाली डेट आज के हो अथवा डेट के हो भनेर थाहा पाउनु पऱ्यो भने नेपाली क्यालेन्डर नै यसमा राखिएको छ। अनि पेमेन्टको चेक गर्न पऱ्यो भने हिस्ट्रीवाला अहिलेसम्म के कतिको पेमेन्ट भयो नि यो सबै ट्रान्जेक्सनहरूको हिस्ट्री दिनदिनैको वाला देख्न सकिन्छ। यसरी यो एमाउन्टको लुकाउन चाहेमा यहाँ आई बटन छ। यो आई बटनलाई लुकाउन पनि सकियो यो हिसाबले यसरी। अनि फिल्टर्ड भ्यूको लागि पेड जुन ट्रान्जेक्सन चाहिँ पेड भयो त्यही मात्र हेर्न चाहन्छु भने यसरी छ। यहाँ डेट पनि छ। फोन पे कुन पेमेन्ट मेथड जस्तै नबिल ब्याङ्क फोन पे यसरी नेपाल पे कुन पेमेन्ट मेथड प्रयोग गरेको यो कुराहरू पनि देख्न सकिन्छ। पेन्डिङ भनेको चाहिँ जुन क्युआर जेनेरेट गरेँ अघि मैले 300 तर यो कसैले पे गरेको छैन। अनि त्योवालाको फेरि यो अघि जेनेरेट भएकोलाई पे गर्न चाहनुभयो भने चाहिँ क्युआर खिचेर त्यही 300लाई कम्प्लिट गराउन पनि मिल्छ। अनि चेक भनेको पेमेन्ट कसैले केही कारणवश मिस्टेक पे भयो कि भएन भनेर पछि चेक गर्न पऱ्यो भने चेक गर्नेवाला यो पेमेन्ट भएको छैन भन्ने भयो। अनि यो ट्रान्जेक्सन गलत झुक्किएर इन्ट्री भएको रहेछ अघि जेनेरेट क्युआर भएको रहेछ भने यसलाई डिलिट गरेर हाम्रो यो पेमेन्ट लिस्टबाट हटाउन पनि सकिन्छ। अनि यसमा ट्रान्जेक्सनहरू राख्दाखेरिको एउटा अर्को फिचर पनि छ जुन यहाँ क्यास देखिएको छ। यो क्यालकुलेटर सेक्सनमा हेर्ने हो भने क्यालकुलेटर सेक्सनमा चाहिँ एउटा क्यास भन्ने बटन पनि छ। जस्तै यसलाई मैले क्लियर गरेँ 9x6 गरेर मैले क्यास गरेँ। क्यास गर्दाखेरि यो के को हो भन्दा फेरि फुड हो भनेर चाहिँ मैले इन्ट्री गरेँ। भनेपछि रेकर्ड क्यास पेमेन्ट चाहिँ क्यास पेमेन्ट रेकर्डेड भनेर अब क्यासमा हेरेँ नि मैले फुड भनेर जुन एमाउन्ट चेक गर्नलाई यता गरौँ 54 को क्यास 732मा रेकर्ड भयो यसरी ट्रान्जेक्सन। त्यो बाहेक यो पेमेन्ट सेक्सनमा सेलेक्ट डेट अब यतिदेखि यतिसम्मको वाला भनेर फिल्टर्ड भ्यूहरू पनि चाहिँ हेर्न मिल्छ। पेमेन्ट मेथड अब यो युजर पनि मल्टिपल युजर सपोर्ट गर्छ। आफ्नो यो कम्पनीमा भएको कुन युजरले जेनेरेट गरेको कुराहरू त्यही युजरको मात्रै हेर्न चाहेमा पनि मिल्छ। अल युजर्स गरेर यसरी कुराहरू यसमा गर्न मिल्ने हुन्छ। क्यालकुलेटर सेक्सनकै कुरा गर्नुपर्दा चाहिँ क्यालकुलेटर सेक्सनमा यसरी हिस्ट्रीवाला सेक्सन पनि छ जुन हिस्ट्री योभन्दा अगाडि गरेको यसरी फेरि लिएर आउन मिल्छ। क्लिक गरेर आइदर रिजल्ट लिएर आउने हो रिजल्ट मात्रै लिएर आउन चाहन्छु मलाई 300 लिएर आउनु छ भने चाहिँ यतापट्टि साइडमा खिच्छु। तर होइन यो कसरी आयो भनेर गर्नु पऱ्यो भने यता खिच्छु।
अर्को सजिलो बनाउनुको लागि जस्तै कुनै एउटा सामान ₹10 को छ अरे, तर यसमा ट्याक्स लागेपछि चाहिँ कति हुन्छ भनेर चेक गर्न पऱ्यो भने चाहिँ ट्याक्स प्लस भन्ने बटन पनि छ, जसले गर्दा सिधै 11.3। अनि हिस्ट्रीमा यसलाई हेर्ने हो भने चाहिँ कसरी देखिन्छ भन्दाखेरि यो ₹10 मा 13% ट्याक्स लगाएर ट्याक्स प्लस दिएर 11.3 भएको देखिन्छ। अब यसमा खिच्ने हो भने चाहिँ 10 × 1.13 चाहिँ यहाँ देखिन सक्छ। यो क्याल्कुलेटर सेक्सनको भयो, पेमेन्ट सेक्सनको पनि मैले भने। अब यहाँ मेन चाहिँ यो डाइनामिक क्युआर डिभाइस, यो निजी पोस्ट डिभाइस हामी ह्यार्साटेकले नै बनाएको कारणले यसमा जुन जुन फिचर राखिएको छ त्यो सबै फिचरहरू चाहिँ यहाँबाट कन्ट्रोल गर्न मिल्छ। जस्तै यो वाइफाई क्युआर भन्ने सेक्सन छ, यस वाइफाई क्युआरमा मैले आफ्नो कम्पनीको नेमहरू फिलअप गर्न सक्छु। यार्सा वाइफाईको युजर नेम र पासवर्ड चाहिँ तपाईँको युजर नेम र पासवर्ड जे हो त्यही राख्न सक्नुहुन्छ। त्योपछि कलर प्रोफाइल अनुसारले यसमा अपलोड गर्ने इमेज जेनेरेट यसरी डिफ्रेन्ट कलर प्रोफाइलमा जेनेरेट गरेर जुन चाहिँ ठिक लाग्छ त्यो सेन्ड टु डिभाइस यसरी सेन्ड टु डिभाइस गऱ्यो भने अब यो वाला कुरा चाहिँ यसमै देखिन्छ। कसैलाई तपाईँको वाइफाईको क्युआर सेयर गर्नु पऱ्यो भने यसरी यहीँबाट सिधै जेनेरेट गरेर तपाईँले डिभाइसमा देखाउन सक्नुहुन्छ। अनि यसरी अपलोड भएको यो इमेज चाहिँ एकै टाइमलाई टेम्पोररी इमेज हो तपाईँको। अनि मेन जुन वालपेपरवाला इमेज त बाँकी नै छ। फेरि वालपेपर इमेजबाट यो आइडल भनेको चाहिँ तपाईँको वालपेपर इमेज देख्नको लागि भयो। अनि दोस्रोचोटि फेरि वाइफाईको सेन्ड गर्न पऱ्यो भने एकचोटि सेट गरेपछि चाहिँ नेक्स्ट टाइम चाहिँ यो बटन थिचिदियो भने म यतापट्टि वाइफाईको क्युआर देखिने भयो। यसमा भएको अर्को स्लिप भनेको यो डिभाइसलाई गोलो रिसेट गरिदिने भयो। फेरि डोराएर डिस्कनेक्टेड भएको छ, रिसेट भएर डिभाइस आफै अटो कनेक्ट सिस्टम पनि छ यसमा। अनि वेक भनेको चाहिँ यो डिभाइस स्लिप मोडमा जाँदाखेरि वेक गर्ने भयो। टेक्स्ट भन्ने यसमा कमान्ड छ जसमा चाहिँ टाइटल भन्ने हेलो सबटाइटल हाई एम निजी पोस्ट यसरी टेक्स्ट लेख्यो भने टेक्स्चुअल फर्ममा पनि लेख्छ, जुन हेडिङ सब हेडिङ र डिस्क्रिप्सन टाइपकोमा छ। टेक्स्ट भयो। वार्निङ टाइपको मेसेज पनि पठाउन सकिन्छ यहाँ टाइप गरेर। यसरी एक्सक्लेमेसन साइनको वार्निङ मेसेज देखिन्छ। त्यो भइसकेपछि त्यो बाहेक वार्निङ भयो, इन्फो सिमिलर भयो, र कमान्ड्स होइन कि एक्चुअल कमान्ड्स पठाउनको लागि भयो। यो दिस इज फ्युचरमा जुनसुकै कमान्ड नयाँ थप्यो भने सजिलै यहाँबाट देख्नको लागि। अब भोल्युम कन्ट्रोल गर्नको लागि सजिलै यहाँबाट यसरी भोल्युम कन्ट्रोल गर्न सकिन्छ। स्लाइडरको भरमा यसको भोल्युम इन्क्रिज डिक्रिज हुन्छ। त्यसै गरी यसको ब्राइटनेस पनि कन्ट्रोल गर्न मिल्छ। ब्राइटनेस यहाँबाट सेट गर्न मिल्छ। स्लिप टाइम यो भने चाहिँ डिभाइस कति समयपछि स्लिप हुने भनेर सेट गर्न मिल्छ। यसलाई 300 म्याक्सिमम 300 छ, 5 मिनटसम्म अन राख्न मिल्छ भने मिनिमम भनेको 30 छ। 30 सेकेन्डमा यो डिभाइस इनएक्टिभ भयो भने स्लिप हुन्छ। यसलाई 5 मिनटै राखौँ। अनि यसमा अझ वालपेपर जुन अपलोड गर्ने फिचर पनि यसमै राखिएको छ। वालपेपर मलाई चेन्ज गर्न मन लाग्यो भने जस्तै वालपेपर कुनै एउटा निजीको यो वाला वालपेपर चाहिँ म राख्न चाहेँ। यसमा यति सेलेक्ट गरेँ, सेन्ड टु डिभाइस गरिसकेपछि यसमा अपलोड हुन्छ डिभाइस। यो इमेज अपलोड हुन्छ र इमेज यहाँ देख्न सकिन्छ। इमेजको क्वालिटी थोरै नराम्रो भएको कारणले डिभाइसमा राम्रो देखेको छैन। अनि यो त्यो बाहेक वालपेपर त सेट गर्दिनँ, तर एकैछिनको लागि मात्रै कुनै इमेज देखाउन चाहन्छु भन्यो भने चाहिँ यहाँ यो टेम्पोररी इमेज भन्ने सेक्सन छ। टेम्पोररी इमेज सेक्सनमा यो वाला डिभाइस जुन हाम्रो बारकोडको डिभाइस सेन्ड गरेँ।
त्यसपछि बारकोडको इमेज यसमा यो डिभाइसमा देख्न सकियो। फेरि मलाई यो इमेज हटाएर वालपेपर नै लिएर आउन चाह्यो भने हामीसँग आइडल कमान्ड छँदैछ। अर्को यहाँ हामीसँग अब चाहिँ सेटिङ पेज छ, जुन सेटिङ पेज छ सेटिङमा यसमा आफ्नो युजरको इन्फर्मेसनहरू देख्न सकिन्छ। त्यसपछि यो पेमेन्ट सेटिङ भन्ने छ। पेमेन्ट सेटिङमा चाहिँ अघि क्युआर जेनेरेट गर्दाखेरि जुन नेपाल पे फोन पे देखिएको थियो, ब्याङ्कहरू एड गरेको नबिर्को थियो भने मैले एक्स्ट्रा नेपाल पेको ब्याङ्कहरू पनि यसमा इन्फर्मेसनहरू जुन नेपाल पेले दिन्छ त्यो इन्फर्मेसनहरू एड गरेर अझ अर्को ब्याङ्कमा पनि डाइनामिक क्युआरको मेथडबाट पेमेन्ट लिन सकिन्छ। फोन पे अथवा नेपाल पेमा यसरी कुराहरू यहीँबाटै सेटिङहरू चेन्ज गर्न सकिन्छ। अनि युजर्स आफ्नो कम्पनीमा को युजर छ भन्ने कुरा इन्फर्मेसनहरू पनि युजर्सको सेक्सनबाट हेर्न सकिन्छ। कसैलाई इनेबल डिसेबलहरू कुराहरू गर्न सकिन्छ। अनि यो चाहिँ हाम्रो त्यसपछि डिभाइस मोडल भयो। हामीसँग 4 खाले मोडल छ, जुन डिभाइसको आफूसँग भएको डिभाइसको मोडल यसरी सेलेक्ट गरेर ठुलो स्क्रिन भयो भने त्यही अनुसारको यहाँ डिभाइसको यो सेक्सनमा इमेज अपलोड गर्दाखेरि अटो यो डिभाइसको सपोर्ट गर्ने सेटिङमा लिएर गइदिन्छ। यहाँबाट यसरी डिभाइस पनि छान्न सकिन्छ। यो